जस्तो जस्तो आमा बुवा त्यस्तै त्यस्तै छोराछोरी, जस्तो जस्तो हाकिम त्यस्तै त्यस्तै कर्मचारी, जस्तो जस्तो मालिक त्यस्तै त्यस्तै नोकर, जस्तो जस्तो नेता त्यस्तै त्यस्तै जनता। हामीले सुधार्ने तलबाट भन्ने अपेक्षा राख्छौं, तर सुधार्ने माथिबाट हो। त्यसकारण सुध्रिएको हाकिम भएको कार्यालयमा कर्मचारी पनि सुध्रिएका हुन्छन्, सुध्रिएका आमा बुवा भएका ठाउँमा छोराछोरी पनि त्यस्तै राम्रा हुन्छन्। त्यसकारण सुधार्नुपर्ने माथिबाट हो। त्यसैले यो कार्यक्रममा म अर्को पनि अपिल गर्छु, संस्कार भन्ने कुरा, अनुशासन भन्ने कुरा, स्व अनुशासन भन्ने कुरा बजारमा किन्न पाइने चिज होइन। नत्र त एउटा धनाढ्य मान्छेले गएर लाखौं रुपियाँमा संस्कार किनेर ल्याएर बच्चालाई दिन सक्थ्यो होला नि। धनीका छोराछोरी किन बिग्रिनु पर्थ्यो? र गरिबले पनि आफ्नो बालबच्चालाई चाहिँ यदि यो शिक्षा, अनुशासन र संस्कार भन्ने कुरा बजारमा किन्न पाइन्थ्यो भने त बरु घर घडेरी बेचेरै भए पनि छोराछोरीलाई उचित संस्कार दिन सक्थ्यो होला नि त। बजारमा किन्न पाइने चिज होइन संस्कार, सोच, मनोबल भन्ने कुरा। त्यो भनेको सामाजिक परिवेश, पारिवारिक परिवेशबाट आफै भित्रबाट जागृत गराउनु पर्ने चिज हो। त्यसैले आफैबाट सो जागरण हुनु जरुरी छ। र आजको यो इन्टरभ्यु हेर्ने तमाम व्यक्तिहरूले पनि सफलता बाहिरी दुनियाँमा खोज्ने होइन, राम्रो कुरा बाहिरी दुनियाँमा खोज्ने होइन, राम्रो कुरा आफै भित्रबाट डेभलप गरेर, आफै भित्रबाट विकास गरेर मान्छे एउटा लक्ष्य सहित, एउटा संकल्प सहित, हैन, एउटा चाहिँ एक प्रकारको चाहिँ कमिटमेन्ट र एउटा हौसलाका साथ अगाडि बढ्ने हो भने हर कोही मान्छेको जीवन सार्थक हुन्छ।